के तपाईलाई थाहा छ हाम्रो शब्दले हाम्रो रियालिटी बनाउँदछ. यो थट बिकेम योर रियालिटी. यो अलरेडी प्रुभन मेथड हो. सो क्वान्टम फिजिक्स अनुसार एनर्जीले एनर्जीको फिल्डमा नै काम गर्छ है. एभ्री ह्युमन बिङ्स ह्याभ एनर्जी र हरेक कुरा चाहिँ एनर्जीको फर्ममा छ. यो वर्ल्डमा साइन्सले पनि प्रुफ गरिसकेको छ एभ्रिथिङ इज एनर्जी. र एनर्जीको भाइब्रेसन र फ्रिक्वेन्सी हुन्छ. अगर तपाईँको कुनै पनि डिजायरलाई पुरा गर्न चाहनुहुन्छ, तपाईँको कुनै पनि इच्छा सफलतामा परिणत गर्न चाहनुहुन्छ, तपाईँ कुनै पनि कुरा आफ्नो तरफ मेनिफेस्ट गर्न चाहनुहुन्छ, रिलेसनसिप, राम्रो सम्बन्ध, त्यस्तै गरी फाइनान्सियल फ्रिडम, करियर, हेल्थ, सबै कुरा पोसिबल छ. क्वान्टम फिजिक्स अनुसार हाम्रो लाइफमा यो अर्थमा एनर्जीले एनर्जीको सर्कलमा गएर काम गर्छ. अगर तपाईँ कुनै पनि थटलाई, सेलेक्टिभ थटलाई आफ्नो रियालिटी बनाउन चाहनुहुन्छ भने तपाईँले प्र्याक्टिसेस गर्नुपर्छ. पहिलो प्र्याक्टिस हो अफर्मेसन्स, जसलाई भनिन्छ शब्दको उच्चारण. किनभने हरेक शब्दको एउटा भाइब्रेसन र फ्रिक्वेन्सी हुन्छ. अगर तपाईँ लभ गर्नुहुन्छ भने त्यही रिलेटेड फ्रिक्वेन्सी तपाईँ आफूतर्फ अट्र्याक्ट गर्नुहुन्छ. यो भिडियोलाई अन्तसम्म हेर्नुहोला ताकि यो भिडियोले तपाईँले चाहनुभएको, खोज्नुभएको एन्सर र रिजल्ट तपाईँलाई दिनेछ. म हुँ प्रेमा दाहाल, सर्टिफाइड लभ अट्र्याक्सन कोच, हिलिङ थेरापिस्ट, फेस योगा टिचर, फेस रिडर, फाउन्डर अफ योगा चक्र. यो भिडियोद्वारा म तपाईँहरूलाई सजिलोसँगले कसरी तपाईँ आफ्नो सपनालाई शब्दद्वारा पनि परिवर्तन गर्न सक्नुहुन्छ त्यसको बारेमा बताउन आएको छु. सो अफर्मेसन, अगर तपाईँ एक दिनमा हामीले एउटा ह्युमन ब्रेनले 60,000 भन्दा ज्यादा थट्सहरूलाई कलेक्ट गर्छ. अब सबै थट्समा हामी कन्ट्रोल गर्न सक्दैनौँ, बट द क्वान्टम फिजिक्स अनुसार तपाईँले आफ्नो सेलेक्टिभ थटमा अगर फोकस गर्न थाल्नुभयो भने तपाईँले त्यही अनुरूप आफ्नो रियालिटी बदल्नुहुन्छ. युनिभर्सल ल अनुसार तपाईँ जुन थटमा, जुन फिलिङ्समा, जुन भावनामा रहनुहुन्छ त्यही अनुरूपको सर्कमस्टान्सेस र परिस्थितिलाई आफूतर्फ अट्र्याक्ट गर्नुहुन्छ. आजबाट अगर तपाईँ बार बार सिचुएसनलाई सम्झेर गलत सोचिराख्नुपर्छ, डरमा, त्रासमा, विभिन्न किसिमको लो फ्रिक्वेन्सीमा हुनुहुन्छ भने तपाईँको लाइफमा त्यही अनुरूपको सर्कमस्टान्सेस अहिले अट्र्याक्ट भइरहेको छ. एकदमै सजिलो छ. तपाईँले केही गर्नु पर्दैन, जस्ट आफ्नो थटमा कन्ट्रोल गर्नुहोस्. अगर तपाईँलाई फाइनेन्सियल फ्रिडम चाहिएको छ, हालाकि तपाईँको हालत अहिले फाइनेन्सियल फ्रिडम छैन, बट तपाईँले यो मेथडद्वारा आफ्नो फाइनेन्सियल फ्रिडमलाई परिवर्तन गर्न सक्नुहुन्छ. अहिलेको रियालिटी के छ त्योसँग म जाँदिनँ. वी क्यान चेन्ज आवर रियालिटी थ्रु द मेनिफेस्टेसन, थ्रु द ल अफ अट्र्याक्सन, थ्रु द क्वान्टम फिजिक्स, थ्रु द अफर्मेसन्स. सो एनर्जीको नियमले तपाईँले जुन फ्रिक्वेन्सी र एनर्जी आफूमा राख्नुहुन्छ त्यही अनुरूप तपाईँले आफ्नो तर्फ त्यही सिचुएसनलाई अट्र्याक्ट गर्नुहुन्छ. सो के गर्नु पर्यो? हामीले हाम्रो हरेक दिनको 60,000 थटलाई कन्ट्रोल गर्न सक्दैनौँ, बट सेलेक्टिभ थटमा चाहिँ रहन सक्छौँ. जस्तो मानिलिउँ तपाईँलाई फाइनेन्सियल फ्रिडम चाहिएको छ भने तपाईँले अबन्डेन्सको थट लिनुहोस्. जस्तो मानिलिउँ अहिले तपाईँसँग एट प्रेजेन्ट जे छ, घरमा खाना लाउन बस्न कुनै पनि कुरा छ भने त्यो कुराको लागि पहिला ग्रेटफुल हुनुहोस् र जति जे चाहिएको छ त्यसको बारेमा सोच्न थाल्नुहोस्. मानिलिउँ तपाईँले मेरो जीवनमा मैले चाहेको फाइनेन्सियल फ्रिडम म तरफ आइरहेको छ, किनभने मेरो बर्थ राइट हो फाइनेन्सियल फ्रिडम लाइफ जिउनको लागि. म डिजर्भ गर्छु मनी ग्रोथ, म डिजर्भ गर्छु फाइनेन्सियल फ्रिडम. यो प्रकारको थटलाई तपाईँले ब्रेनमा प्रोग्राम गर्न सुरु गर्नुहोस् र तपाईँलाई हाउ मेनी अमाउन्ट, कति अमाउन्ट्स तपाईँलाई, हाउ मच अमाउन्ट्स, कति चाहिएको छ तपाईँलाई अमाउन्ट्स, त्यो अमाउन्ट्सको बारेमा सोच्नुहोस् बार बार. र इन द मोमेन्ट, एट द प्रेजेन्ट मोमेन्टमा तपाईँले अफर्मेसन गर्नुहोस् कि I am so happy and grateful. म धेरै धन्यवादी छु that I have received this much amount of money easily now. यही थटलाई ब्रेनमा पक्का भरोसाको साथमा पकड्नुहोस्, कलेक्टिभ गर्नुहोस् र यही फिलिङ्सलाई जेनेरेट गर्नुहोस्. किनभने फिलिङ्स इज द फ्युल. विदाउट फिलिङ्स तपाईँले कुनै पनि कुरालाई चेन्ज गर्न सक्नुहुन्न. ल अफ अट्र्याक्सनको नियम अनुसार हाम्रो फिलिङ्स नै हाम्रो फ्युल हो कुनै पनि कुरा हाम्रो जीवनमा घटाउनको लागि. सो तपाईँ आफ्नो जीवनमा फाइनेन्सियल फ्रिडम चाहनुहुन्छ भने यही शब्दलाई दोहोऱ्याउनुहोस्. त्यस्तै गरी सम्बन्धमा खुसी शान्ति चाहनुहुन्छ भने तपाईँले भन्न सक्नुहुन्छ मेरो बर्थ राइट हो र म डिजर्भिङ छु लभिङ, केयरिङ, हम्बल, काइन्ड रिलेसनसिप. म डिजर्भ गर्छु लयल, अन्डरस्ट्यान्डिङ, ट्रुथफुल रिलेसनसिप. या म खुसीको साथमा आफ्नो रिलेसनसिपमा जिरहेको छु. जे पनि तपाईँले भन्न सक्नुहुन्छ. त्यस्तै गरी तपाईँलाई हेल्थमा पर्फेक्ट रिजल्ट चाहिएको छ भने तपाईँको कुनै पनि बडी पार्ट जहाँ तपाईँ निको भएको चाहनुहुन्छ भने
मानिलिउँ तपाईँको डाइजेसनमा तपाईँ इम्प्रुभ गर्न चाहनुहुन्छ, तपाईँको थाइरोइड छ भने थाइरोइडमा कन्ट्रोल चाहनुहुन्छ, हेयर फल भएको छ भने हेयर फलमा काम गर्न चाहनुहुन्छ, या तपाईँको ब्रेन पावर बढाउन चाहनुहुन्छ भने तपाईँले भन्न सक्नुहुन्छ अफर्मेसन, आई एम होल एन्ड कम्प्लिट, माई बडी, माई इमोसनल बडी, फिजिकल बडी, स्पिरिचुअल बडी, मेन्टल बडी कम्प्लिटली हिल्ड एन्ड आई एम लिभिङ माई हेल्दी लाइफ। यो शब्दहरूलाई तय गरेर बार बार माउथबाट तपाईँले च्यान्ट गर्न सक्नुहुन्छ विथ फिलिङको साथमा। जब तपाईँले एकचोटि भन्नुहुन्छ, च्यान्ट गर्नुहुन्छ, त्यसपछि तपाईँले सरेन्डर गर्नुपर्छ, डिट्याच हुनुपर्छ कि अलरेडी इट ह्यापन्स। एनर्जीको फिल्डमा हरेक कुरा प्रेजेन्ट मोमेन्टमा चल्दछ र दिनभरि तपाईँ त्यही मोमेन्टमा जिउनुहोस् कि समथिङ मिराकल्स मेरो लाइफमा भइसकेको छ, आई एम लिभिङ माई पर्फेक्ट लाइफ, आई एम लिभिङ माई हेल्दी लाइफ। त्यही बारेमा सोच्नु जुन तपाईँलाई चाहिएको, त्यो बारेमा नसोच्नु जुन अलरेडी घटित भएको छ। वी कान्ट चेन्ज। अगर त्यही सोचमा तपाईँ रहनुभयो, तपाईँले आफ्नो क्वान्टम फिल्ड अनुसार, क्वान्टम फिजिक्सको ल अनुसार एनर्जी वर्क्स, एनर्जीको फिल्डमा नै एनर्जीले काम गर्छ। सो तपाईँको एनर्जीलाई तपाईँले थ्रु द अफर्मेसन्स होल डे एभ्री डे यही फ्रिक्वेन्सीमा रहनुहोस् र केही समयपछि हेर्नुहोस्, तपाईँले त्यही अनुरूपको घटना, परिस्थिति, सर्कमस्टान्सेस आफू तरफ आएको मिराकुलसली परिवर्तन भएको देख्न सक्नुहुन्छ। म फेरि पनि भन्छु, पावर तपाईँभित्रै छ। यु जस्ट प्र्याक्टिस योर सेल्फ थ्रु द लभ अट्र्याक्सन। तपाईँले प्र्याक्टिस गर्नुहोस् केही सानो सानो ट्रिक एन्ड टुल्सलाई। सजिलो छ तपाईँले आफ्नो थटमा कन्ट्रोल गर्ने र जुन कुरा तपाईँको जीवनमा तपाईँलाई चाहिएको छ त्यसैको बारेमा सोच्ने, बोल्ने, हेर्ने र फिल गर्ने, महसुस गर्ने, इन्जोय योर लाइफ। तपाईँ जे काम गर्दै हुनुहुन्छ, चाहे तपाईँको बिजनेस व्यापारी या जे काम या हाउसवाइफै हुनुहुन्छ भने ती काममा तपाईँ रमाउन सुरु गर्नुहोस् अनि हेर्नुहोस् तपाईँको सिचुएसन कसरी बदल्दछ। आशा गर्छु भिडियोले तपाईँलाई मद्दत मिल्यो। भिडियोलाई लाइक, सब्सक्राइब गर्न सक्नुहुन्छ, या तपाईँलाई आउने समय कुन प्रकारको भिडियो चाहिएको छ, तपाईँको कुन विषयमा तपाईँ जान्न चाहनुहुन्छ, कमेन्ट गरी मेसेज पनि गर्न सक्नुहुन्छ। गॉड ब्लेस यू।